हेलो एभ्रिवान नमस्ते म शान्ति आज पनि म हजुर सामु चाहिँ मेरो 90 डेजको रिल च्यालेन्ज लिएर आइसकेको छु र आजको मेरो टपिक रहेको छ वाइ डिड आई लिभ माई कम्फर्ट जोन फर दिस भनेर छ है। मैले चाहिँ यो बिजनेसमा आउनको लागि चाहिँ मैले मेरो कम्फर्ट जोन चाहिँ किन लिभ गरेँ त किन छाडेँ त भन्ने कुराहरू चाहिँ होइन आज मेरो मनको रियल कुराहरू चाहिँ म हजुरहरूसँग चाहिँ सेयर गर्नेछु र तपाईँहरू सबैजनालाई थाहा छ होइन हामीले चाहिँ लाइफमा कुनै पनि सक्सेस हासिल गर्नु छ र हाम्रो फ्युचर चाहिँ बेटर बनाउनु छ भने चाहिँ होइन हामीले चाहिँ कम्फर्ट जोनमा बस्यो भने चाहिँ कहिले पनि हामी सक्सेस हासिल गर्दैनौँ क्या होइन। फर इक्जाम्पल हामीलाई के गर्नु छ होइन भविष्य चाहिँ हामीलाई बेटर बनाउनु छ हामी एकदम रिच भएको होइन पुरा इमेजिन गरेर हजुर सुतेर बेडमा बसेर हामी कहिले पनि त्यो हुन्छ नि त्यो सपना पुरा गर्न सक्दैनौँ नि त। इफ हजुरलाई फ्युचरमा केही रिच बन्नु छ र फ्युचरमा केही बन्नु छ भने त तपाईँ आजैदेखि होइन त्यो कम्फर्टेबल टाइमलाई छोडेर होइन बाहिर आउनु पऱ्यो नि त। होनेस्टली भन्नु पर्दाखेरि चाहिँ होइन कम्फर्ट जोनबाट बाहिर आउँदाखेरि चाहिँ होइन सबैलाई गाह्रो फिल हुन्छ। मलाई पनि त्यस्तै भएको थियो होइन मलाई मान्छेले के भन्छ होला म गर्न सक्छु सक्दिनँ भन्ने खालको होइन यस्तै खालको नराम्रो कुराहरू चाहिँ मैले धेरै सोचेको थिएँ। तर चाहिँ होइन मैले एक दिन के बुझेँ भन्दाखेरि चाहिँ यदि हामी सबै कम्फर्टेबल भएर बस्यौँ भने चाहिँ होइन हामी ग्रोथ हुन चाहिँ सक्दैनौँ रहेछ होइन नसक्ने रहेछौँ। त्यसैले चाहिँ मैले आफ्नो कम्फर्ट जोनलाई चाहिँ छाडेर नयाँ कुरा सिक्न आफ्नो कन्फिडेन्सहरू चाहिँ बिल्ड गर्न र आफ्नो फ्युचर चाहिँ बेटर बनाउनको लागि चाहिँ मैले यो जर्नी चाहिँ स्टार्ट गरेको हो। र आज म चाहिँ पर्फेक्ट छैन तर म ग्रो हुँदैछु होइन स्टिल लर्निङ फेजमै छु र यो जर्नीले मलाई मेन्टली फाइनेन्सियली र प्रोफेसनली चाहिँ स्ट्रङ बनाउँदैछ क्या होइन। एभ्री डे म स्ट्रङ हुँदैछु र सो इफ यु आर स्टार्ट टु स्टार्ट समथिङ न्यू भने चाहिँ होइन तपाईँले यति कुरा सोच्नुहोस् कि होइन तपाईँलाई केही गर्नु मन छ तर तपाईँलाई चाहिँ होइन त्यो केही हुन्छ कि होइन म सक्दिनँ कि भन्ने खालको कुराहरूले चाहिँ एकदम तनाव दिइरहेको छ टेन्सन छ त्यही कुराहरूले चाहिँ तपाईँलाई स्ट्रेस भइरहेको छ भने चाहिँ होइन आई कान्ट डु इट मैले किन गर्न नसक्ने भनेर चाहिँ होइन त्यो कुरालाई अगाडि सोचेर पोजिटिभ माइन्डसेट गरेर अगाडि बढ्नुभयो भने अफकोर्स हजुरले चाहिँ त्यो हजुरले सोच्नु भएको कुराहरू चाहिँ सक्सेस हुनेछ र हजुरले चाहिँ होइन आफूलाई चाहिँ होइन ग्रोथ पनि पाउनुहुनेछ र एभ्रिडे आफूमा पनि चेन्जेसहरू चाहिँ ल्याउन सक्नुहुन्छ। जस्तै होइन अहिले यति भइरहेको छ कि होइन महँगी प्लस कति कुराहरू चाहिँ डिफ्रेन्ट भइसकेको छ नि त होइन। सो पहिलाको हाम्रो मम्मी बाबाले हामीलाई कसरी टेक केयर गर्नुभयो होइन त्यसरी हाम्रो बच्चाहरूलाई हामीले टेक केयर गर्नु सक्दैन नि त होइन। त्यो जमाना अनुसार होइन हामीले इच एन्ड एभ्री कुराहरू चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ र चेन्ज भइरहेको छ र स्टिल पहिला होइन कति धेरै छोराछोरीहरूलाई पनि मम्मी बाबाले राम्रोसँग टेक केयर गरेर उनीहरूलाई होइन जति सक्छन् उनीहरूलाई पढाएर पनि उहाँहरूले होइन फ्युचर चाहिँ बेटर बनाइदिइसक्नुभयो भने चाहिँ हामीले चाहिँ त्यही वेमा होइन मम्मी बाबा जसरी जानुभयो त्यही